राजीनामा दिए लगत्तै चाहिँ अब यसरी निस्किनु भइरहेछ हाम्रो गृहमन्त्री सुदन गुरुङज्यू होइन। मलाई लाग्छ कुनै पनि कम्पनीको सेयर किन्नु त्यो अपराध होइन क्या, तपाईँले केही अपराध गर्नुभएको छैन होइन। अब गल्ती चाहिँ तपाईँको कहाँनिर भएछ भन्दाखेरि चाहिँ लगत्तै जब तपाईँ प्रधानमन्त्री गृहमन्त्री भइसक्नु भएपछि जब सम्पत्तिको विवरण भएको थियो, जब सम्पत्तिको त्यो विवरण खुलासा गर्नुभएको थियो नि होइन, त्यो खुलासा गर्दाखेरि चाहिँ तपाईँले यो किन्नुभएको सेयर किन खुलासा गरिएन, तपाईँको पहिलो गल्ती चाहिँ यहाँ देखिएको छ होइन, जहाँसम्म मैले बुझेको छु। त्यसपछि दोस्रो गल्ती चाहिँ तपाईँले होइन सेयर किन्नुभएको सेयर होल्डर दीपक भट्ट बा बिचौलिया भन्छन् मान्छेहरूले त्यसलाई, भ्रष्टाचार, जुन कि अहिले पुलिसको हिरासतमा छ क्या, पुलिसको हिरासतमा भएर पनि त्यो मान्छेले होइन अहिले बाहिर आतङ्क मचाइरहेको छ कि त्यस्तो मान्छेसँग सेयर किन्नु भएर चाहिँ होइन। दोस्रो गल्ती तपाईँको यो हो कि, तर मलाई लाग्छ यो कुनै अपराध होइन। यदि अपराध हो भने यदि जोसँग हामीले सेयर किनिराखेका छौँ, जहाँ हामीले इन्भेस्ट गरिराखेका छौँ होइन, यदि त्यसको ओनर अपराध हो भने, त्यसले भ्रष्ट गरिरहेको छ भने के हामी सेयर किन्ने र सेयर मार्केटमा इन्भेस्ट गर्ने कि हामी पनि भ्रष्टाचारी भयौँ? त्यसो भयो भने त हामी जस्तो आम जनताहरू पनि जसले 500, 1000, 1500 रुपियाँ जसले इन्भेस्ट गरिरहेको छ, त्यसो भने त सबै भ्रष्टाचारी हुन्छ नि त। सज्जनको कुरा हो यहाँ होइन। यति मात्र चाहिँ मलाई केही लाग्दैन, यसमा केही न केही चलखेल त होला होइन। जुन चाहिँ अब नैतिकताको हिसाबले चाहिँ तपाईँले अब राजीनामा दिनुभयो होइन, भोलि त्यही नैतिकताको हिसाबले चाहिँ तपाईँ फिर्ता पनि आउन सक्नुहुन्छ। किन भन्दाखेरि आम जनताले चाहिँ सुदन गुरुङ खोजिरहेको छ कि किन खोजिरहेको छन् भन्दाखेरि चाहिँ अब 30-35 वर्षदेखिको यो राजनीतिकमा होइन, जसले चाहिँ केही गर्न सकेन नि त्यो काम तपाईँले चाहिँ, जुन काम गर्न सकेन नि त्यो काम तपाईँले 26 दिनभित्र गरेर देखाइदिनु भएको छ क्या। 26 दिनमा तपाईँले राजीनामा दिनुभयो भयो। तर अलिकति हतारमा दिए जस्तो पनि लाग्छ मलाई चाहिँ होइन। यति सानोतिनो कुराले चाहिँ राजीनामा दिइहाल्न पर्छ जस्तो लाग्दैन। तर जुन नैतिकताको हिसाब देखाउनु भयो होइन, जुन नैतिकता देखाउनु भयो त्यो पनि ठिकै भन्छु म त। अब आगामी दिनहरूमा चाहिँ सबैलाई त्यो कुरा लागु रहोस्। र अब खुसी चाहिँ अब के कुराको मनाउनु पर्छ भन्दाखेरि चाहिँ अब जुन नेतृत्व छन् जुन गृहमन्त्रीको, त्यो चाहिँ बालेन शाहज्यूले लिनुभएको रहेछ होइन। अनि तपाईँ चाहिँ भोलि चाहिँ यदि निर्दोष साबित हुनुहुन्छ भने चाहिँ, निर्दोष साबित हुनुभयो भने चाहिँ तपाईँ फेरि रिटर्न तपाईँ आउनु सक्नुहुन्छ होला होइन। यदि दोषी छ भने त अब कुन हिसाबको अब दण्ड हुन्छ होइन, के सजाय दिनुपर्छ त्यो अब भोग्नको लागि तयार हुनुहोस् होइन, यदि तपाईँ दोषी हुनुहुन्छ भने चाहिँ। अनि यो झोलेहरू, भ्रष्टाचारीको गुलामी गर्नेहरू, यिनीहरू चाहिँ यति छिटो खुसी हुन पर्दैन। राति नै खसी काटेर खाइसक्यो होला कतै कतै त सुदन गुरुङको राजीनामा सुनेर खुसीले होइन। त्यति खुसी हुन पनि पर्दैन। 2 तिहाईकै सरकार छ अहिलेसम्म होइन, तर केही चाहिँ गर्नुपर्छ। बालेन सरकारलाई चाहिँ म यो भन्छु। हस् त, जय नेपाल।